गदाल चाहिँ भारी बोक्न पर्यो। हेलो साथीहरू, मेरो ब्लगको सुरुवात हुन्छ सुन्तलाबारी घुम्नबाट। चाहिँ चट्टबारमा दाइहरूले सुन्तला खानुबारी छ। चाहिँ सुन्तला खत्रै छ, तलैसम्म छ। चट्टबारमा दाइले र हाम्रो सङ्गमले खाल्डा खाँदै हुनुहुन्छ। त्यसपछि चाहिँ हामी चाहिँ दाउरे चिर्न गयो वनमा। काम पनि पाइएको थिएन, यस्तो काम पनि हुन्छ, टाइम पास पनि हुन्छ, भ्लग पनि हुन्छ भनेर चाहिँ दाउरे चिर्न गयो। त्यसपछि चाहिँ 1-2 घन्टापछि चाहिँ यत्रो दाउरे चिर्यो। दाउरा चिरेर भ्याएर दाउरा डोकोमा हालेर मस्त पारामा चाहिँ डोको बोकेर चाहिँ अब कति लाग्यो। एन्ड आजको ब्लगको यही नै हुन्छ, बाइक चाहिँ नेक्स्ट ब्लगमा।